म साफ सत्य कुरो खोलिदिन्छु। बेचारा अकालमै मरौ। कोही कसैको भर हुँदैन रे, नमर्ने त कोही हुँदैन रे। आमा बुवाको धेरै याद आउँछ। अहिले उहाँहरूले छोडेर गएपछि हामीलाई धेरै गाह्रो भएको छ। भनेको जस्तो पढ्न लेख्न केही पाएका छैनौँ। यस्तै हो नानी, दैवको खेल नआत्तिनु। हजुरआमा बुवाको धेरै याद आउँछ। कहिलेकाहीँ त किन मन पनि धेरै दुख्छ। अब त हाम्रो संसार सधैँ यस्तै हुन्छ होला है। लेत लाठी सधैँ समय एउटै हुन्छ र राम्रो दिन आइहाल्छ नि, तिमी नअत्ति। कोही के हुन्छ के, कहिलेकाहीँ त यो संसारमा बेकार जन्म लिएछु जै लाग्छ। मैले तँलाई पहिला भनेको थिएँ होइन, यो कुरा गोप्य राख्नुपर्छ भनेर। भोलि उसले थाहा पायो भने दिदी, ओ दिदी, सत्यराज दाईको हातमा हेर्नु न, रगतै रगत छ त। होइन, यो मान्छे कोसँग यसरी बोलिरहेको छ? कतै यो मान्छेले हाम्रो बुवालाई
दिदी के हो किन टलाइरहनु भएको केही पनि होइन किन जाउँ कस्तो भोक लागिसक्यो पहिले बाबा हुँदा त जङ्गलबाट आउँदा खाजा तयार पारेर राखिदिनु हुन्थ्यो अब त के हो सत्य बाबु दिनभरि लखर लखर गाउँ डुलेर मात्र पुग्छ गाउँमा काम थियो क्या भाउजू छोरा मान्छे कहाँ जान्छन् के गर्छन् के खान्छन् सबै चियो चर्चा गरेर हुन्छ त्यही त हजुरआमा हजुर मैले घरको काम पनि त गरेको छु कहिलेकाहीँ गाउँ समाजमा बसेपछि कहाँ के भइरहेछ त्यो पनि त बुझ्नु पर्ने भाउजू लुलु बुझी बस्नुस् गाउँलेको चियो चर्चा गरेर पुगोस् अङ्कल यहाँ आउनुहोस् त यहाँ बस्नु त के छ भतिज ठिक छ के गरेको होमवर्क दामी बनाएछु त यो प्रभास आज म स्कुल पुऱ्याउन भ्याउँदिनँ हजुर ईशानीहरू चाहिँ स्कुल जानुहोस् पर्दैन तिनीहरूसँग जान म आफै पुऱ्याउँछु बाबुले आऊ बाबु बहिनी तिमीलाई गाह्रो भयो होला है छैन नि दिदी आज स्कुल जाऊ भन्दा मानेनौ त्यति पानीमा आफै ल्याइहाल्थ्यो नि तपाईँ पनि त नि यति दिदीको मायाले काम गरिरहनु भएको छ मैले पनि अलिकति सहयोग गर्दा के नै भयो र त्यसो नभन्नु बहिनी म तिमीहरूभन्दा ठुली होइन र ओहो नानीहरू नमस्ते अनि मान्छे भन्दा ठुलो गाडीमा पानी लिएर आइछौ त कति ज्ञानी नानीहरू हुने बिराको चिन्नु पाएको हेर नानीहरू काम चाहिँ गर्नुपर्छ तर पढ्नु पनि जरुरी छ है स्कुल छुटाउनु हुन्न नि पढाइले तिमीहरूको भविष्य बलियो बनाउँछ थाहा छ है हामीले पानी त बोक्छौँ म्याम तर नलेज पनि बोकेर हिँड्छौँ हामीले घरमा हामीलाई पढ्ने समय मिलाएर राखेका छौँ कति ज्ञानी नानीहरू मान्छेलाई उमेरले होइन परिस्थितिले परिपक्व बनाउँछ भनेको चाहिँ यही रहेछ सर जति बेला यही जुम्मा हेरेर बस्नु घरको कामकाज केही गर्नु छैन यही जुम्रा पक्रेर खानु गाली पनि कति गर्न सकेको कहाँ जान लागेको गयो भइहाल्यो नि गाई बस्तु भोकै छैन मुखै चलाएर बस किच 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 जहिलेको किच किच कुन दिन छोडेर जान्छौ अनि यस्तो नगर्नु भाउजू मान्छेको बोलीमा सरस्वतीको बास हुन्छ भन्छन् आ नानी एक्लो जीवन झनै रमाइलो जहाँ जाला जोगी भातै खाला यस्तो नभन्नु भाउजू एकल महिला भएर समाजमा जिउन कति गाह्रो हुन्छ मैले पनि स्वतन्त्रको हुनाले कति गल्ती गरेँ हामीले त एकअर्काको कुरा बुझिदिनु पर्ने रहेछ तँलाई मलाई कसरी रहेछ तँलाई पनि त्यसै गरिदिनु पर्छ बाबु के हो नानी के होइन भाउजू बुद्धिजीवी मान्छेले नयाँ सम्बन्धलाई भन्दा पुरानो सम्बन्धलाई प्राथमिकता दिन्छन् ए नानी हजुर भाउजू साँच्चै त हामी ती 5 दिदी बहिनीलाई भेट्न जाने भनेको कहिले जाने होला त्यही त भाउजू जानुपर्छ समय मिलाएर सत्य दाउरा पुग्दैछौ ए मुखिया नमस्ते 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 काटेन होइन यसो गाउँतिर डुलौँ भनेर ए ए अनि साँच्चै त्यो कान्छा दाइको छोरीहरूको के छ हिजो आज खबर ए पर
काकाको छ नि उहाँको घटना पछाडि त म जानै पाएको छैन मुखिया। अनि यसो गाउँठाउँमा के भइरहेछ बुझ्नुपर्छ नि त नि। त्यो त हो मुखिया। ल म लागेँ है त। साँच्चै मुखिया त्यो रात मैले सत्यबाबु दौडिँदै नियतिको घरको तेर्सो कुदेको देखेको। कति त्यसो भए त्यो सत्य। त्यही त मुखिया मलाई पनि अलिअलि शङ्का लागिरहेको थियो। आजभोलि सत्यबाबु घरमा पनि त्यति बस्नुहुन्न। नानी शङ्काले लङ्का जलाउँछ भन्छन्, त्यसरी सोचिहाल्नु पनि राम्रो होइन नि। होइन मुखिया नभए त्यो रात सत्यबाबु किन त्यसरी दौडिँदै आउनुभएको? केही न केही त पक्कै छ। त्यसो भए कान्छा दाईको मृत्यु रहस्यमय छ। ए नियति टाढै पहिरा तपाईँले नै भेट्नु भनेर आएको। ए किन? मेरो बुवाको मृत्यु रहस्यमय छ, त्यो कुरा तपाईँलाई पनि थाहा छ। अस्ति फोनमा कोसँग बोलिरहनु भएको थियो? कहिले? जसलाई तपाईँले थर्काएर बोलिरहनु भएको थियो तैँले। सबै कुरा जाने राम्रो हुँदैन क्या नियति। तपाईँ भन्नुहुन्न भने नभन्नु, तर सत्य कुरा लुकाएर कहिले पनि लुक्दैन। कुरा के हो स्पष्ट त भन न पहिला। कस्तो स्पष्ट कुरा? तपाईँलाई केही पनि थाहा छैन? धेरै नाटक नगर्नु, जानी जानी बुझ पचाउने। कस्तो बुझ पचाउनु भनेको के हो कुरा भन न। समयभन्दा बलवान न तपाईँ हुनुहुन्छ न म छु। अन्तिम सत्य के हो समय आएपछि थाहा हुन्छ। कसले किनिदिएको तिमीलाई त्यो चकलेट? मेरो मम्मीले नि। मेरो बाबा त विदेशमा हुनुहुन्छ। मलाई पनि अलिकति देऊ न। नाइ मलाई प्रभास तिमी घर जाऊ। जहिले पनि अल्ला मात्रै देखाएर बस्छ। हामीले खाना पाउँदैन भनेर होला नि। कोही कसैको भर हुँदैन रे, नमर्ने त तिमीहरूलाई भोक लागेन? आउँछौँ। गोडा पाकाले तिनै हो अन्तिम सत्य, तिनै हो अन्तिम सत्य, तिनै हो अन्तिम सत्य, तिनै हो अन्तिम सत्य। यता हेर्दै प्रवास पनि तन्नेरी भइसकेको छ दिदी। कोइली दिदी, प्रवासको बाबा विदेश जानुभएको नि धेरै वर्ष भइसक्यो है? हो नि 9-10 वर्ष भइसक्यो। ए निकै पो भइसकेको छ त दिदी। के गर्नु, नेपालमा भने जस्तो काम पाइँदैन। पाइहाल्यो भने पनि धौधौ पर्छ। त्यसो होइन नि कोइली दिदी, हामी नेपालीहरूलाई एकैचोटि ठुलो भाग चाहिन्छ। विदेशमा पनि धेरै दुःख पो छ, त्यहाँ पनि पैसाको बोट हुँदैन होला। हो त दिदी, विदेशमा जति नै दुःख नेपालमा पनि गर्यो भने त असम्भव भन्ने चिज चाहिँ केही छैन। हामी गरिबको कमाइ लुटी ल्यायो, भुटी खायो। खाने मुखलाई जुङ्गाले छेक्दैन कोइली दिदी। गर्न चाहनेहरूलाई नेपालमा पनि धेरै राम्रो अवसरहरू छन्। अब उमेर हुँदै आफ्नो र आफ्नो छोराछोरीको लागि भए पनि कमाउनु पर्यो नि विदेश गएर। बाबुआमाले बेलैमा बुद्धि नपुर्याए ती टुरीहरूको जस्तै बेहाल होला यिनीहरूको। ओहो आमा, दौरा सरिराख्नु भएको? नानी बस्नु छोरी। थाक्नु पर्छ त? के छ खबर? ठिकै छ। तिम्रो बुवा साह्रै इमान्दार, सबैलाई सहयोग गर्ने साह्रै इमान्दार मान्छे थिए। के गर्नु हजुरआमा, हामी अभागीहरूलाई भाग्यले ठग्दो रहेछ। पिर नगर नानी, अहिले कसरी चलिरहेछ? के कसरी चलिरहेछ? ठिकै
ठिकै छ हजुरआमा। बिहान बेलुका यसो एक छ खाना र दिदीले धेरै दुःख गरेर ल्याउनुहुन्छ। हामी त सानै छौँ। जसको कोही हुँदैन त्यसको सारथी भगवान् हुन्छ नानी, पिर नगर। के गर्नु हजुरआमा, बुवाको धेरै याद आउँछ। न त आमा, न त बुवा, न त दाजुभाइ। हामी छौँ नि नानी, पिर नगर, हामी छौँ। ए आमा, दिदी पनि काममा जानुभयो जस्तो छ। म गाई भैँसीहरू पनि बोकाएँ ल, म गएँ ल अहिले। ल जाउँ। कसैको भर हुँदैन रे, नमर्ने त कोही हुँदैन रे, भन्थे बुढापाकाले। त्यही नै हो अन्तिम सत्य, त्यही नै हो अन्तिम सत्य, त्यही नै हो अन्तिम सत्य।